हिँडडुल गर्नु शारीरिक साथै मानसिक रूपमा एकदमै राम्रो कुरा हो। यसबाट मानिसले प्रकृतिसँग प्रत्यक्ष स्पर्श अनुभूति गर्न पाउँदछ। यसबाट हामीलाई प्रत्यक्ष रूपमा धेरै कुराहरूमा फाइदा पुर्याउँछ। हिँडडुल स्वास्थ्यको रूपमा राम्रो बानी हो। यसबाट मानिसले लामो जीवन, खुसी, आनन्द प्राप्त गर्छ। यदि हामीले हिँड्ने गर्यौँ भने रोगबाट टाढा हुन मद्दत गर्दछ। ब्लड प्रेसर, सुगर, डिप्रेसन लगायतबाट रोगरहित बन्न सकिन्छ। हामीले जागिरको सिलसिलामा, स्वास्थ्य समस्यामा, पैसा, परीक्षा सम्बन्धी विभिन्न किसिमको तनावले सिरियस हुने बानी विकास हुने हुँदा यसबाट रिलिफ हुन प्रत्यक्ष रूपमा खाली नाङ्गो खुट्टाबाट सफा चोर, माटो आदिको स्पर्श लिने बानी गर्दा आनन्द र तनावरहित जीवनशैलीमा रमाउन सकिन्छ। रमाउनु पाउनु मानिसको अधिकार हो। खुसी भएर जिउनु मानिसको एक कला हो।